दर्शकवृन्द नमस्कार र आजको भिडियोमा स्वागत छ। आज हामी समाजसेवी मिङमा शेर्पाज्यूको पुर्ख्यौली घर घुम्न जाँदैछौँ। हेरौँ त्यहाँ कस्तो देखिन्छ। सुनेका छौँ बडा अचम्मको घर छ रे। यो भिडियो विशुद्ध मनोरञ्जनका लागि बनाइएको हुँदा यो भिडियोको दुरुपयोग नगरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। यो यात्रामा विगत केही दिनदेखि सँगसँगै छौँ मित्र जीवन रेग्मीसँग। निकै टाढा छ यहाँबाट यो गाउँलाई। हेरौँ मसँग ड्रोन छैन, मैले विदाउट ड्रोन हामीले देख्यौँ यो वालुङको सबैभन्दा अन्तिम गाउँ हो। याभन्दा माथि कुनै गाउँ नै छैन। एकदम हिमालको नजिकैको गाउँ हो यो। घरमा पुग्दाखेरि घरको आँगनमा विशाल नेपालको झन्डा फरफराइरहेको देख्यौँ। आर्थिक सर्वेक्षण 81 प्रतिवेदनअनुसार नेपालको जीडीपीमा 23.1% योगदान पुर्याउने क्षेत्र पर्यटन उद्योगको एक प्रख्यात नाम हो मिङमा शेर्पा, जो आज दुर्गम यस्तो सानो गाउँमा जन्म हुर्केर राष्ट्र र राष्ट्रियताको लागि भनेर तन मन ज्यान र ध्यान लागेर लागि पर्नु भएको छ। चट्ट ढुङ्गाहरू काटेर सलक सलक लगाइएको रहेछ। यहाँ हेरौँ है त, पहिला आमालाई भेटौँ है। ठुलो घर बनाएछ त नि? अनि उहिले यहाँ बिग्रे नि त। ए एकचोटि बिग्रियो अरे नि। हाम्रो घर बिग्रेन नि। तपाईँ चाहिँ यहीँ बस्नुहुन्छ? म त हिजो अस्ति असारमा आयौँ। त्यतिमा त तल बस्नु त होइन, तल काठमाडौँमा। काठमाडौँमा घर हेर्दिन छोराको। छोराको हाम्रै छोराको। साह्रो माया गर्नु हुँदो रहेछ नि गाउँघरले। यसै यत्रो खर्च गरेर बनाउनु पनि के गर्नु, पैसाको थुप्रो बिचरा दुःख गरेर म हिमाल जाँदै दुःख मन हो नि त मन। दुःख पायो, टुरा भएर उहिले धेरै दुःख पायो। कति वर्षको हुँदा टुरो आउनु भयो? 12 वर्ष अलि भएन होला। ए त्यति भयो नि। 11, 12 त भएन, 11, 10 अलि नाङ्दा। त्यतै त्यस्तो मसिनो साह्रै दुःख पायो। यहीँ गएर हुर्काउनु पनि? यहीँ हुर्कायो। अनि तिनीहरूले मायाले बनायो पूजा गर्ने ठाउँ। कति माया गर्नुहुन्छ अब? कति माया गर्नुहुन्छ अब? नेता उठ्दै हुन्छन् भन्नुहुन्छ तपाईँलाई? नेता उठ्दैछु भनेर भोटमा लड्दैछु भन्नुहुन्छ? भन्नु यस्तो देख्छु मोबाइलमा देख्नुहुन्छ? किन उठेको होला? अब देश बिग्रिसक्यो, देश बनाउनु पर्छ भन्ने हुटुटी छ नि त। पैसा मात्रै ठुलो कुरो होइन। उहाँ यस्तो गरिबमा हुर्किनु भएको होइन, उहाँलाई खाना पुगेपछि त देशको सेवा गर्ने हिसाबले उठ्नु भयो हो, उठ्न लाग्नु भयो हो। राम्रै होला। हुन्छ नि, हुनु लाउनुपर्छ नि हामीले। हुनु लाउनु पर्छ। कसरी हुनु लाउनु पर्छ भनेपछि दुःख पाएको मान्छेले एउटा ज्ञान आउँछ होला। अरूको दुःख बुझ्छ। उसको एउटा मन के छ? हजुर, अरूको दुःख बुझ्छ नि त। बुझ्छ नि त। आमासँग यसरी दुःख सुख र राजनीतिसम्मको कुरा पनि गर्न भ्यायौँ। विगतलाई सम्झिँदा उहाँ धेरै भावुक देखिनुभयो। तपाईँलाई काठमाडौँ मजा कि यता मजा त? मलाई यहीँ मजा लाग्छ। हावापानी राम्रो लाग्छ, पानीहरू राम्रो लाग्छ। नानीहरूले उपर भन्छ चोखो गर है, चोखो गर है भन्छ। ल चोखै गर है। यहाँ त यिनीहरूदेखि तान्दै खाँदै रहेछ। हाम्रो गाउँमा त खुट्टा टेकेको खाँदा पनि के हुँदैन है भनिदिएको त। हेरेर बस्छ बुहारीहरू। यतापट्टि पारी भित्र होइन, यहाँ यो पारी पारी पनि रोड ल्याएको छ। उयो जङ्गलभित्र अब त्यहीँ लिएर यहाँ बस्दा नुम पनि देख्छ। नुम त अलिक देखिँदैन रहेछ क्या। ढुङ्गामा पनि बुट्टा लाग्यो। घर यति बन्न कति लाग्यो आमा? कति समय भयो? अब एक वर्ष दिन हुन आँट्यो? तुरेको छैन। डर लाग्छ। किन नि? ढुङ्गा नि कसरी लाग्यो त्यत्रो ठुलो ठुलो, कोही त यत्रो लामो लामो लागेछ। सबै त्यस्तो छ नि यता हेर्न। ठुल्ठुला ढुङ्गा फोड्नु भयो अरे। खिडखिडी हेर्न उताबाट पनि बारन्डा छ नि। ढुङ्गा यो चाहिँ यहीँ बनाएर काटेर बनाउनु भयो अरे है। ढुङ्गा कसरी लाग्यो त यत्रो लामो लामो? सानो सानो ढुङ्गा काटेर
गरेको होला यो काँसेको होला होइन नि हजुर होइन होइन यो ढुङ्गामा सिमेन्ट दिएर भएको छैन त अनि नि यो ढुङ्गा लगाएपछि भित्र फालेको लागि ए चिसो आउँदैन नि त आमासँग आज हामी मान्छेले भन्दा पाप लाग्छ भन्छ हो अँ, यो हो छोराले साह्रै राम्रो डेकोरेसन है यहाँ त मेरो सामानहरू म यहाँ सुत्छु कि हजुर। तर सुत्नु म के सुत्छु बस्ने ठाउँ चाहिँ यहाँ अँ, यता कोठा छ कोठै कोठा बनाउनु चाहिँ यता छ ए सुत्ने ठाउँ अब पाहुना धेरै आउँछन् यतिले त अट्दैन नि अझै उहाँलाई हँ? अँ। यहाँबाट यसो बाहिर हेर्ने है यताबाट उता आमाले सुन्तला लिएर आउनुहुन्छ हामीलाई एउटा यहाँ बसेको यहाँ बसेको हुन्छ 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 क्यान इमेजिन हियर वालुङमा यस्तो घर कल्पना हो त खतरा छ तल त काठै भएको त्यहाँबाट जाऊ न हो त्यहाँबाट चाट्नु इन्टरनेसनल स्टाइलको फिनिसिङ छ है झालै जा टिन चाहिँ यस्तो खालको रहेछ नि ताला छ नि घर मासको तल तर यहाँबाट चाट्ने ठाउँ छैन उताबाट आमाले हामीले सुन्तला दिनुभएको छ अब हामी सुन्तला खानु है नाति ठाउँ धेरै हामी यस्तो कुनामा छ के गर्नु दूर दराजमा आएर पनि प्रशस्त मात्रामा सुन्तला ल्याउनु हुँदो रहेछ राख्नु हुँदो रहेछ बुढी आमा के गर्नु फोटो लगाए पनि आमासँग भेट्ने अवसर पाए साक्षात् घर यहीँनिर हेलीप्याड है